हेलो एभ्रिवान, राधे राधे गाइज। कस्तो हुनुहुन्छ हजुरहरू र के गर्दै हुनुहुन्छ? म चाहिँ हेर्नुहोस् न, बेलुकाको अब खानापिनाको तयारीतिर लाग्न आँटेँ। यहाँ हेर्नु न, आज मसँग चाहिँ यहाँ कस्तो जिनिस छ। आज के को सब्जी पकाउन आँटेँ मैले चाहिँ, मेवाको। हेर्नु न, पुणे जस्तो सिटी, एउटा मेन सिटीमा छौँ हामी। त्यहाँ पनि आफ्नै घरमा फले जत्तिकै भयो मेवा। यहाँ उपरतिरबाट गएर टिपेर ल्याएका नि त, आर्मी क्याम्पको छेउबाट। हेर्नुहोस् त कत्रो छ। अनि बिग्रेको रहेछ कि पाकेको छ कि भनेर यहाँ काटेर हेरेको छैन। अनि अब आज मेवाको सब्जी पकाउनु पर्यो नि त। हजुरहरूलाई चाहिँ मेवाको सब्जी कस्तो लाग्छ भन्नुहोस् त। यो आइमी मान्छेको जात चाहिँ बिहान भयो के सब्जी, बेलुका भयो के सब्जी पकाउने, त्यही नै म त जति नै सब्जी भए पनि त के सब्जी पकाउने भन्न चाहिँ आइ नै हाल्ने, कस्तो खालको हजुरहरूलाई चाहिँ त्यस्तो हुन्छ कि हुँदैन भन्नुहोस् त। र आज मैले चाहिँ आफै डिसाइड गरेर मेवा पकाउन आँटेँ कि। ल फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई।